म अरुण कुमार ठाकुर, जिल्ला निर्वाचन कार्यालयको सूचना अधिकारी। के छ अहिले हालसम्मको अवस्था? हालसम्मको अवस्था अहिले उत्साहजनक दर्ता भइरहेको छ। मतदातामा भिडभाड छ र काम पनि हाम्रो जारी छ। बिहान 7 बजीदेखि हामी बेलुका हिजो त 9 बजीसम्म पनि काम गरेका छौँ। सकेसम्म आएकालाई फर्काउने काम हामीले गरेका छैनौँ। हालसम्म कति मतदाता सङ्कलन भइसकेको छ? हाम्रो मतदाता दर्ता हालसम्म तपाईँको 10,725 भइसकेको छ। अहिले कति 10 बजेसम्म बिहान आज 28 गतिको, आज 28 गते होइन, 28 गतिको 10 बजेर अहिलेसम्म 10,725 दर्ता भइसकेको छ। जसमध्ये पुरुषको सङ्ख्या 6,107 र महिलाको सङ्ख्या 4,618 जना दर्ता भइसकेको छ। अन्य जिल्लाबाट पनि यहाँ सरदर के छ? अन्य जिल्लाको अवस्था हेर्ने हो भने पर्सा मलाई लाग्छ मधेसकै एउटा केन्द्रित जिल्ला हो नि। यहाँ त तपाईँको काठमाडौँदेखि लिएर ललितपुरका पनि मान्छेहरू पनि आइरहेको छ मतदाताहरू। र सबभन्दा बढी बारा जिल्लाको तपाईँको परवानीपुर, विश्रामपुर गाउँपालिका र अनि त्यसपछि के एउटा भन्छ पर्सौनी गाउँपालिका, उहाँहरूलाई नजिक छ। पायक वीरगञ्ज भनेको त पायक हो, उहाँहरूको पनि एकदम भिडभाड हुन्छ। यहाँ सर्लाहीको लगभग दैनिक मलाई लाग्छ 100 भन्दा कम छैन होला। रौतहटको पनि त्यही एभरेज छ। पछिल्लो